यस्ता अल्छी सर बसेपछि अगाडि अब सुषमा मात्रै अगाडि ढुङ्ग्रो लिएर हिँडेछ हावा के अरे ढुङ्ग्रो सेराटन रहेछ होइन सेराटन भने त होटल होइन यो यहाँको ट्रेन यस्तै हो ट्रेन हो यो ट्रेन यही हो कि ट्रेन आयो होइन ट्रेन भनेको यही हो बस पनि हुन्छ रेड लाइन हामी रेड लाइन के लाइन आइफोन 17 रहेछ नि त त्यहाँ बोलेको सुन्न दिनु अनि हेर त बाहिर outside. Oh my god, that looks like a big building. No, that's smaller than Aditi's heart. Aditi has a big heart. Whoa. Baba, no kupano na kinura. There is big iPhone, baby. Who wants big iPhone? Board. हामीलाई त त्यही त यो सरले भनिदिनु पर्यो नि यार मैले देख्दिनँ त छोयो मेरा साना आँखा छन् वान वे भन्छ होइन यहाँबाट 0.8 माइल त टाढा भयो अलि नजिकै पुगेपछि पार्किङ खोज है पार्किङ त सबै पार्किङै हुन्छ नि यहाँ बजारमा लुकाउँछन् क्या हामीलाई यहाँबाट हो होइन Oh my castle! Aditiको castle! Can I go to that castle? Maybe tomorrow? Miss गर्यो तिमीले कसले? यहाँ रहेछ त उता तिम्रो अनि किन भनिन त अघि मैले देखिन अब फेरि उही पुग्यो टावर आयो यो यतै छ कि कतै छ हामी यही आइयो हैन फेरि फर्केर यही आइयो बाबा नचेबाट न यार करी यहाँ पुरा गर्दै छु मैले एकैछिन न आए यहाँबाट यता जाँदा रहेछ नि मान्छेहरू कता गयो भनेर हेरौँ न यहाँ मिरियम भन्ने यहाँ पार्किङ गर्नु पाइन्छ पाइँदैन भ्याले लटिना अघि यहीँबाट गएको होइन हार रोडमा आयो क्या घर पुगिसक्यो स्टाइल रोड गएपछि पुगिन्छ यहाँ त्यो त्यस्तो त गर्दैन अहिले फेरि एकचोटि हामीले त्यस्तो ट्राई गरेको फ्लोरिडा जाँदाखेरि मान्छे नभेटाएर रातभरि कुरेको हामीले है अनि त्यसो हिँड्छ ऊ पनि हिँड्ने भएपछि त अनि मा त काम गर्ने म त भनेपछि अब फेरि उता यताबाट कतै जानु परेर उताबाट घुमेर जानुपर्ने भयो म त You know what I mean? अहिले नि मोबाइल हेरेर बसेको नि नि यस्तै हो कि कान्छा यहाँ जिन्दगी यस्तै छ साइली म यता आइसक्यो हामी चाहिँ कता न कता अब चाहिँ हामी यता जान्छौँ हेर अनि पार्किङ भए पनि पस्छौँ पार्किङ नभए पनि बस्छौँ पार्किङ खोज त कान्छीहरू त्यहाँबाट त गइन्छ नि आफ्नो त केही उपाय लाएन पार्किङ खोज त्यही एउटा देखाउँछ कता पोल स्ट्रिटमा सेन्ट पल स्ट्रिट यो चाहिँ के अरे यहाँ फेरि त्यो लाइट रेल भन्छ कि लाइट रेल चल्छ कि यो सानोमा रेल जस्तो पनि हो बस जस्तो पनि लिक पनि छ लिक पनि छैन
अनि इलेक्ट्रिसिटी माथिबाट तार राखेछ नेपालमा ट्रली बस पार्क फास्ट भन्ने कता छ कि एउटा ह आर्ट डिस्ट्रिक्टमा पार्क फास्ट भन्ने कता छ ओके गुगल फाइन्ड पार्किङ नियर मी सिधै सिधै हेरेर नर्थ पर्ल स्ट्रिटमा हेर त पर्ल त्यो त हो के रे अगाडि मैले यहाँ के छ भनेर यो त होइन त पार्किङ त त्यहाँ रहेछ त बान्तहरू होइन अब त्यहाँ छ ओलीमा आयो होइन र यो अल्वेज स्ट्रिट हो होइन अँ, म पनि यस्तो काम नलाग्ने रहेछु नि एउटा पार्किङ मेटाउन नसकेर बेबी नचिच्छ है नगर न है प्लिज अदिति अराको बेलामा कुरा गर्दैनन् के त्यस्तरी यस ऊ going there? अदिति यो त ओलीको बेबीज हल्ला नगर न है प्लिज ड्याडी इज लस्ट तेरो बाउ लस्ट छ र You guilty. यहाँबाट यता जान पाइन्छ होला I know. वान वे लेखेको छ अदितिको बाउ तिम्रो बाउ देखिन्छौ होटलको पार्किङ होला क्या यहाँबाट त होइन यहाँबाट राइट जाऊँ न त पर्लमा साँच्चै स्योर यस प्लिज पे गरेर अनि चलाउने कहाँ त पार्किङ गरेको थियौँ हेर हामीले अस्ति आर्ट डिस्ट्रिक्टमै गरेको क्या हामीले त्यही भएर आज कता छ राइटमा छ कि लेफ्टमा लेफ्टमा राइटमा छ हो यो हो क्वार्टर माइलमा क्वार्टर माइल त टाढो भयो नि त त्यो पारीको त पार्किङ होइन र पारीको पनि हो पार्किङ यो हो नि त पार्किङ होइन र त्यो पनि हो अनि है आई एम त्यसका बाजेको क्रेडेन्सियल नट फाउन्ड भन्छ त लट फुल छ अरे कि एक्सेस डिनाइड लटफुल भन्ने त होइन होला हौ आज त लातफुल भन्ने त छ र भरिया छ अरे कि पार्किङ खाली छ केको लागि हो छ होला क्या पारिपट्टि पनि छैन त्यो पनि होइन पार्क डिस्ट्रिक्ट अफिस एन्ड भिजिटर पार्किङ पार्क डिस्ट्रिक्ट यही हो जस्तो लाग्यो यही हो कुरो बुझ्यो एट स्पेसल रेट पार्क डिस्ट्रिक्ट पनि यही हो अफिसियल त हो नि अब पार्क डिस्ट्रिक्ट भन्छ पैसा तिर्ने ठाउँ त्यही भनेको हुन्छ नत्र फेरि उल्टा गरेर निस्किन्छ पैसा तिर्न पाएँ भने त्यसका बाजेले अब कता जाने हो भन है हेरेर मैले देख्दिनँ के आँखा नदेखेर हो कता जाने हो रिटेल गेस्ट पार्किङ भन्छ होइन माथि नै पार्क गरे नि हुने हो कि होइन रिटेल भनेको हामी ऊ होला नि त खुद्रावाला त्यसरी त्यसैलाई हाल्थ्यो कि त्यही गाडी भनेर
साथीभाइ अहिले फेरि बाटोबाट निस्किनु पर्दैन बाहिर त्यसै अफिसियली तिम्रोमा म्यापमा दिएछ कि मेरोमा केही पार्किङ आइडियाहरू किन भन्दाखेरि म रङ वेमा हिँडिरहेको छु कि अहिले एक्जिट त हो पल्लोमा राख्नु पायो भने निस्किन सकिन्छ यहीँ त्यो बाबुलाई र त्यो हाम्रो सानीलाई यहीँ छोडेर जानुपर्छ यस्तो सजिलो हुन्छ कि बल्ल भ्याले पार्किङ ओन्ली लेफ्ट हो राइट हो के लेखेको छ बाहिर निस्किने बाटो ठाउँ चाहियो नि त फेरि रिटेल एन्ड रेस्टुरेन्ट एक्जिट नो एनबी अफलाइन छ केही पनि देखाएन मैले बाहिर निस्किने बाटो भएको ठाउँमा पार्क गर्न खोजेको कि मैले बाहिर निस्किने बाहिर भनेको हामी निस्किने ठाउँ ए यहाँ रहेछ यहाँबाट केही स्टेयर छ जस्तो लाग्यो नि त हो स्टेयर छ वाटर गयो किनभने यस्तो ब्याक गरेर राख्छ नि आफूलाई ब्याक गरेर राख्न आउँदैन होइन स्टेयर हो त्यो होइन कि अब कहाँ छ त्यो स्टेयर रेस्टुरेन्ट जाने ठाउँ रिजर्भ पार्किङ सबै रिजर्भ पार्किङ हो वाटर बोयजलाई रिजर्भ पार्किङ गरेको नि है साइली मायालो पार्किङ भेटायो ऊ भेटिँदैन ऊ भेट्यो ऊ भेटिँदैन बार्स यो सबै रिजर्भ छ यो सबै नि कागज झुन्डा खाए सबै रिजर्भ छ यो एक्जिट गर्ने पार्टनर एक्जिट गरौँ कतालाई जाँदो रहेछ सिबिआरी भन्छ भनेपछि त्यो यहाँभित्र भएर त्यसपछि निस्काउनु त निस्काइदिन मायालु भनेको अब अर्को बनाउँला यस्तो होइन भने के अरे के जति भ्यान पार्किङ भ्यान एक्जिट यहाँबाट अब एक्जिट गर्नु पर्यो अब के गर्नु सरले अब पार्किङ टोल ट्याक्स हजुर हैया I am that's my best के baby पाइएन कि त्यो उसको रहेछ के गर्छ अनि अन्त नि छ होला नि त कतै यो राइट जामियाबाट होइन त्यहाँ पर्ल स्ट्रिटबाट राइट गएर यो पार्क फर्स्ट भन्नेमा गरौँ हस् म्याडम मैले तिम्रो कुरा सुनेको भए अहिलेसम्म ठुलो मान्छे हुन्थ्यो राइटमा जाने होइन राइटमै पार्क गर्ने होइन ओके राइट जाने भन्छिन यहाँबाट राइट रोजर वाटर रोजरमा पर्ल स्ट्रिट कहाँ छ पर्ल होइन कि यो त रोजर वाटर यो वुडन रोजर्स हो अलि अगाडि गएर छ कि ए के ओके ओके you wanna go walk for that water thingy? I know What is Christmas tree? Okay. Paul
amigo. ¿Por qué amiga? ¿Por qué amiga? Huh? आज मेरो प्लान चाहिँ यहाँ आएर ब्रेकफास्ट खाने भन्ने थियो होइन Oh, you look fancy. मेरो Yes. मेरो ड्राइभिङले त नि मेरो ड्राइभिङले त्यो यो भन्दा यो बिल्डिङ भन्दा अगाडिको बिल्डिङ त पार्किङ थियो कि पहिला होइन र त्यही जन लागेको के त्यसमा हो नि त हामी पहिला पार्किङ त्यही गरेको पार्क उसमा के तिमीले किन मलाई यस्तो अघि सबै गएर फर्केर आएको त अनि त्यही किन मलाई यस्तो कन्फ्युज बनाउँछौ त त्यो यो त बिल्डिङ त पार्किङ हो नि हो यसको त्यहाँबाट over right जानुपर्छ right के? जाने के यहाँबाट पार्क फास्ट भन्नेमा राइट जानुपर्छ त्यो को पार्क फर्स्टमा जाने हो कि हामी भनेको मान्दैनन् भाइ नि के कस्ती केटी छन् भाइ यिनलाई अघि यही थियो अनि आफू बिराएर हो कि हामीले यहाँ उ गर्यो नि त मिस गर्यो अनि ए त्यसो हो त्यही त मैले मैले कहिले तीनचोटि भने बुढो पल स्ट्रीटबाट राइट लियो भने सुन्ने आइलो बुढेको कुरो पहिला हल्ला नगर न ए कति हल्ला भने पे वेन यु पार्क उही त्यो स्क्यान गरेर ए त्यसो हो कता जाने हो माथितिर उतातिर जाऊँ है माथि जानु अनि सो कस्तो भनेको मान्दिन अनि यो बुढीले कस्ती बुढी छन् भने मेरो तिम्रो भाइको त छैनन् होला त्यस्तै बुढी मेरो छैन मेरो बुढी त नि यहाँ पार्किङ गर्न मिल्छ कि मिल्दैन भनेर भन्ने मान्छे भयो भने मिल्छ यो पे स्योर पार्क रहेछ कि यहाँ त्यही पार्क हो कि पे पे हेयर लेखेछ त्यही यहीँ पार्क गर्ने नि स्क्यान गरेर पार्क गर्ने हो होइन होला के यहाँ चाहिँ किन भन्दाखेरि मेरो गाडीले अलिकति ठाउँ गर्छ अनि अलिक ठाउँ गर्ने गाडी पार्क गर्ने छुट्टै ठाउँ हुन्छ कि तिनीहरू त जानेका ड्राइभिङ गर्न जानेका हुन्छन् के अरे सुषमा म जस्ता हुन्छन् र कहाँ म जान्थेँ हो जानेको हो त्यहाँ यहाँ त निस्किन थाल्यो त निस्किन थाल्यो यही पार्क गर कि बाबा उता हो तराउबाट चेयर छर्दैन यहाँ तिमीले हुँदैन कि मलाई राइटतिर जान आउँदैन लेफ्टमा गएर जान्छु राइट चाहिँ म जहिले राइटमा हान्यो गाडीले हान्यो के गर्यो यहाँ रिजर्भ भने कि के भने फेरि तल लेखेको थिएँ कम्प्याक्ट कार भनेर लेखेको यही भएर कम्प्याक्ट त होइन यो त छ कम्प्याक्ट त होइन कम्प्याक्ट भनेको के ठुलो होला सानो सानो पख्नु है तपाईँहरू पख्नुहोस् पख्नुहोस् होइन पछाडि छक्किन लाग्यो भने भन है पछाडि हेरौँ है गाडी यो सानो गाडी पार्क गर्ने ठाउँमा अट्दैन कि यो एक त वाइड हुन्छ यो कत्नुभन्दा वाइड हुन्छ अनि पढ्नु मलाई अब आइडिया नदिनु है आइडिया बढी धेरै गर्नु थाल्यो नि म